हेलो नमस्ते सबैजनालाई होइन अहिले चाहिँ जापानमा 10 बज्यो होइन रातिको। अब ट्यागको खानासाना खाएर सुत्ने बेलामा काम जानु पर्यो क्या, नाइट काम। के गर्नु, जानु पर्यो, खानु पर्यो। गएन भने अब चिलिम फर्काइदिन्छ फेरि। काम त जानु पर्यो, काम गएन भने फेरि त्यस्तै भइहाल्छ होइन। मुखमा लाग्दैन काम नगएपछि। यहाँ त काम गइएन भने चाहिँ ल पैसाको अभाव, खडेरी, त्यहाँ खडेरी परिरह। हेलमेट नि चाहिँदैन, साइकल किन्न जाउँ, है टिरिङ टिरिङ घन्टी बजाउँदै यहाँ त काम जाउँ। यस्तो सुनसान छ नि त राति। यहाँ त भन्ने त अब केटालाई थाहा होला होइन, काम हानिरहेको होला यहाँ त पनि। तर फेरि थाहा नभएकोलाई त के रहेछ भन्ने हुन्छ। यहाँ त भनेको कस्तो भन्दाखेरि होइन, तपाईँको 30 देखि 40 केजीसम्मको आउँछ क्या सामान, उचालेर राख्नुपर्छ क्या डब्बामा। हो त्यही हो, लोड भन्छ, लोड। अब के गरिन् त अब रातिको काम नगरौँ। काम अब बिहानको काम भन्नाले अब बिहान स्कुल कलेज छ, बिहान 8:50बाट बेलुका 4 बजीसम्म कलेज हुन्छ। दिउँसोको काम गर्ने कुरो भएन। अब गर्ने भनेको नाइट काम हो, अरू उपाय छैन। हो त्यही भएर चाहिँ काम चाहिँ गर्नुपर्छ रातिको। हामीले लगभग 4 वर्ष हुन लाग्यो होइन यहाँ आएर चाहिँ। बेलुका काम, दिउँसो पढाइ होइन, काम पढाइ अनि सेलरी आउँछ तपाईँको। आउनु पाएको छैन, भोलि सकिन्छ होइन। लगभग 4 वर्ष भयो क्या। अब धेरै छैन गाइस, अब बिस्तारै वर्किङ हुँदैछ। अब 6-7 महिना मात्रै हो पढ्नु पर्ने, त्यसपछि चाहिँ सकिन्छ। अहिले चाहिँ आजभोलि एउटा मात्रै काम गर्छु होइन, किनकि अब पढ्नु पनि पर्छ। मान्छेलाई सुख त कहिले हुन्छ र होइन, जे भयो नि एउटा स्ट्रगल फेज चाहिँ होइन थोरै पार गरिन्छ, एक स्टेप माथि गइन्छ होइन। काम त अब नगरिकन त कहाँ हुन्छ र होइन। लाइफ चलाउनु सजिलो त छैन। जोस् अहिलेको भन्दा अलिकति हल्का हुन्छ बनाउनु परेपछि। त्यही भएर काम छोडेको होइन। अब लास्ट इक्जाम चाहिँ पास हुनुपर्छ, भएन भने फेरि यत्रो पढेको ल्याङ हुन्छ नि त। अनि गाइज होइन, मलाई भन्न मन लागेको कुरो चाहिँ के हो विशेष होइन। अब जो कोही पनि विदेश आउँछ नि मान्छे, अनि फलानु विदेश गएर होइन, मेसेज गरेन, फोन गरेन, ठुलो बन्यो होइन। अब ठाउँमा पुगेपछि त हुन्छ नि, अब पैसाले पुगेपछि मान्छे चाहिँदैन यताउति भन्छन् नि। त्यस्तो चाहिँ हुँदैन है। मान्छे विदेशमा चाहिँ लास्टै बिजी हो क्या तपाईँको होइन, लास्ट बिजी हो क्या। भएको टाइम, फ्री भएको टाइम चाहिँ सुत्न पर्यो। अब हामीलाई त होइन, झन् स्टुडेन्टलाई गाह्रो हुन्छ क्या। तपाईँको स्टुडेन्ट त झन् सुत्नै पाउँदैन क्या। काम पढाइ झन् यो सेनमन पढ्ने बेला त यस्तो गाड फर्किन्छ नि, गाडै फर्किन्छ क्या। सो विदेशमा गएर चाहिँ मान्छे विदेशी भएर चाहिँ ठुलो पल्टेको होइन, वरिष्ठ बनेको होइन। समय र परिस्थितिले चाहिँ केही टाइमको लागि चाहिँ थोरै टाढा बनाएको हो है। सो यहाँबाट चाहिँ यसरी जाने हो क्या हामी। यस्तो गरौँ, यसरी खुल्छ जाने जस्ट होइन। मैले चाहिँ हाम्रो बेलुका र बिहानको टाइम चाहिँ विशेष कसरी जान्छ त भनेर मैले तपाईँहरूको अगाडि सेयर मात्रै गर्न खोजेँ हो होइन। सो यसो हेरेर एउटा रमाइलो पनि लिन सक्नुहुन्छ तपाईँहरूले होइन। अब यहाँ चाहिँ हामी अहिले अन्डरग्राउन्डमा छौँ। ट्रेन, अब अन्डरग्राउन्ड ट्रेन चढेर जानुपर्छ होइन। 12 मिनट लाग्छ। त्यसपछि फेरि यहाँ गाडी आउँछ, यहाँ गाडीमा जाने हो। मैले सायद पहिलाको भिडियोमा पनि थोरै क्लिप्सहरू देखाएको थिएँ होइन। तर आज चाहिँ मैले मेन फोकस गरेर चाहिँ आज बेलुका
हामी चाहिँ बेलुकाको टाइम के गर्छौँ त भनेर चाहिँ तपाईँहरूलाई देखाउन लागेको हो। अहिले लगभग यहाँ 10:30 भयो। बेलुकाको 10:36 को ट्रेन छ। हो काममा गइन्छ हेर्नु। मान्छेले त्यस्तै प्याक हुन्छ क्या, सबै बिजी मान्छे हुन् क्या, सब कामबाट फर्केको। यहीँ 11 बज्न लागिसक्यो, गाडी पनि छैन। कतिखेर आउने हो, गाडी कुर्न पर्ने भयो गाइज होइन। यहीँ 11 बज्यो। है गाडी यही हो, यही गाडीमा जाने। यो चाहिँ मस चढियो गाडीमा। म चाहिँ कामबाट फर्केको होइन। अहिले चाहिँ बिहानको 6:34 भयो। अब यही हो क्या डेली रुटिन भनेकै यही हो। अब 6:34 अहिले यहाँ भयो। अब रुममा जाँदैछौँ होइन। अब रुम पुग्दा 7 बज्छ। त्यसपछि एकछिन बसिन्छ होइन। अब यसो अब ब्रेकफास्टहरू लिनु पऱ्यो। अनि ब्रेकफास्ट लिनु बित्तिकै 2 हो क्या। 8:50 को उता के अरे कलेज भेट्न जानुपर्छ होइन। यस्तै हो लाइफ हाम्रो चाहिँ यस्तै छ। ल है हामी त गएको जाँदै हो, ढिलो हुन लागिसक्यो। अहिले 45 हुन लागिसक्यो टाइम। 8:45 पुग्न पर्ने 50 मा हो। यस्तो छ हालत होइन। जाँदै हो, के गर्नु। पढ्न त पढ्ने के पढ्ने हो, यस्तो हो। अक्षरहरू पनि अक्षर के हो यार, यही बुझ्दिनँ त म त। यस्तो के हुँदैछ यहाँ यस्तो। आउँदैन। थ्याङ्क यू सो मच हजुरहरूलाई होइन, यति न्यानो माया अनि साथ दिनुभएकोमा। मेरो यो नयाँ जर्नीमा हजुरहरूले साथ दिनुभएकोमा है, हजुरहरूलाई धेरै धेरै धन्यवाद, हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र यस्तै माया अनि हौसला दिनु होला। हजुरहरू माझमा म पक्कै पनि केही न केही नयाँ कुराहरू लिएर आउनेछु है। धन्यवाद, थ्याङ्क यू सो मच।